बच्चाहरूले चाहिँ पहिला चाहिँ धेरै गाह्रो भएको छ यो शैक्षिक सामग्रीहरू नहुँदाखेरि संस्थाबाट धेरै शैक्षिक सामग्रीहरू यो कक्षाबाट व्यवस्था गर्दाखेरि धेरै शैक्षिक सामग्रीबाट चाहिँ बालबालिकालाई धेरै सजिलो हुँदो रहेछ देखाएपछि चाहिँ अनि नहुँदा चाहिँ धेरै गाह्रो। शिक्षण सम्बन्धी तालिमले चाहिँ धेरै प्रभाव परेको जस्तो लाग्छ सर। अनि विद्यार्थीहरूमा पनि धेरै उत्सुकता जागेको छ। विद्यार्थीहरूले नि अथवा सरहरूले शैक्षिक सामग्री ल्याउँदाखेरि चाहिँ अनि विद्यार्थीले पनि ओहो सरले चाहिँ नयाँ तरिकाले चाहिँ पढाउन थाल्यो अब भन्ने जस्ता कुराहरू चाहिँ गर्छन्। अनि जस्तै भन्छ नि सर एउटा चित्रले चाहिँ 100 या 1000 शब्द चाहिँ घटाउँछ सिकाउँछ भन्छ। अब हाम्रो यो जुन एगिरो नेपाल मार्फत यो चाइपन जापानले चाहिँ धेरै राम्रो प्रयास गर्नुभयो र त्यसमा चाहिँ केही चाहिँ हामीले चाहिँ विद्यार्थीको चाहिँ क्षमतालाई चाहिँ विकास गर्न शिक्षकहरूलाई चाहिँ क्षमता विकास गर्न चाहिँ सहज पुगेको छ र सबै 100% चाहिँ विकास गर्न नसकिने होइन लागू गर्न नसके पनि केही चाहिँ इम्प्रुभ भएको छ। बाल क्लब सञ्चालन गर्ने बेला सर्वप्रथम एकीकरणकै सहयोगबाट हामीले बाल क्लबको सुरुवात गरेका हुन्। एकीकरण नेपालले हामीलाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा आवश्यक पर्ने पुरस्कारका लागि स्टेसनरी सामग्रीहरू विभिन्न सामग्रीहरू उपलब्ध गराई हामीलाई सहज बनाएका छन्। अन्तिम हप्ताको सुरुवात बैठक बसेर त्यस बैठकमा के अरे अर्को महिनामा के कस्ता कार्य गर्ने अनि कुन हप्तामा के गर्ने के कार्यक्रम सञ्चालन गर्ने भनेर निर्णय गर्छ। विगत 2072 को भूकम्प पछाडि चाहिँ हाम्रो अस्थायी टिएलसीमा चाहिँ बच्चाहरू अध्ययन अध्यापन गराउँदै आएको छ। बल्ल मात्रै चाहिँ यो आरसिसी हामीले पाएको छौँ र धेरै खुसी छौँ, धेरै आभारी छौँ। प्रभावकारिता रूपमा निश्चय पनि अब म पनि यहाँको चाहिँ यहीँको बासिन्दा भएको नाताले अब आफूले लिएको कुरो चाहिँ 100% रूपमा चाहिँ उपहरूमा चाहिँ अब कार्यान्वयनमा लाग्छ। विद्यालयमा सकारात्मक प्रभाव परेको देखिन्छ। अनि पहिलाको हदभन्दा अहिले केही न केही विद्यालयमा सुधार भएको देखेको छौँ हामीले। त्यो हिसाब किताबले चाहिँ अब यो एगिरो नेपालले चाहिँ हामीलाई यसरी सहयोग गर्दै गर्दाखेरि अब एकपटकको लागि त सहयोग गर्नुभयो, तालिममा सिकेको कुरा हामीले चाहिँ शैक्षिक सामग्री सहित सहयोग गरेपछि त्यही अनुसार व्यवहारमा लागू गर्न हामी सक्षम भयौँ र अब यो एगिरो चाहिँ सक्दै गर्दा अथवा अब पछि त हामीले यस्तो सहयोग पाउँछ भन्ने त अब आशा गरेको छैन। अनि त्यो सपोर्ट चाहिँ जुन हामीले तालिममा सिकेको कुरालाई चाहिँ व्यवहारमा सधैँ लागू गर्न र पूर्णताजगी बनाउनको लागि अर्को तालिम सम्बन्धी ज्ञान चाहिँ हामीले लिइसकेको अवस्थामा छ र पालिकाले चाहिँ यस्तो किसिमको सामग्रीहरू सपोर्ट गर्यो भने त्यो चाहिँ अब आगामी वर्षमा पनि लागू हुँदै जानेछ भन्ने आशा पनि राखेको छु। अबको लागि चाहिँ हामी अब यो प्रोजेक्ट सक्यो भने अब कसरी सकिन्छ आन्तरिक स्रोतमा हुन्छ कि अब कसरी हुन्छ विद्यालय चाहिँ व्यवस्थापन गरेर चाहिँ अब यो जुन विभिन्न वर्कसपहरू गरेको छ होइन
यो संस्थाले चाहिँ तालिम दिएको छ त्यसलाई चाहिँ हामी फलो गर्ने चाहिँ योजनामा छु। कम्तीमा भए पनि 4-5 वर्ष चाहिँ नियमित रूपमा चाहिँ यहाँ चाहिँ आफ्नो ठाई नियुक्ति लिएर आइसकेपछि पढाइसकेपछि यहीँ बसिरहन सक्यो भने चाहिँ उसले जानेका कुरा सिकेका कुराहरू चाहिँ सबै आफ्नो बालबच्चाहरूलाई आफ्नो विद्यालयमा चाहिँ दिन पाउँछ। र अब टाढाबाट आइसकेका आउनुभएका सरहरूको चाहिँ कर्मचारीहरू चाहिँ अब 1 वर्ष नपुग्दै 1 वर्ष पुगिसकेपछि चाहिँ आफ्नो परिश्रमकाल सिधिसकेपछि चाहिँ अन्त जान खोज्छ हैन। त्यसले गर्दाखेरि चाहिँ जुन ठाउँको लागि दिएको ट्रेनिङहरू छ त्यही ठाउँको लागि दिएको ट्रेनिङ चाहिँ त्यही ठाउँमा प्रयोग गर्न सक्यो भने धेरै प्रभावकारी रहन्छ।